छि आफ्नै छोरीको बलात्कार। जीमेल अकाउन्टको युज गरेर चाहिँ कुनै चाइल्ड सेक्सुअल एब्युज गरेको भिडियोहरू चाहिँ त्यहाँ छ भनेर त्यो मान्छेको चाहिँ त्यहाँबाट उनको गुगल ड्राइभबाट यस्ता किसिमको भिडियोहरू आउँछन्। त्यो हेरेर प्रहरीको पनि होस उडेको छ। एउटा 12 वर्षीय बालिकामाथि यस्ता किसिमको कुहरकतहरू भइरहेको थियो। बलात्कार मात्र होइन, अप्राकृतिक सम्बन्ध बनाइएको भिडियोहरू अहिले फेला परेको छ। प्रहरीलाई जो यो हरकत गरेको छ उसलाई कडाभन्दा कडा कारबाही गर्नुपर्छ। छि आफ्नै छोरीको बलात्कार। हाम्रो समाज कुन दिशामा जाँदैछ? हामी कुन समाजमा छौँ? हामीले कस्तो समाज निर्माण गरिरहेका छौँ? नमस्कार अनि हार्दिक स्वागत छ। जानकारी नेपाल हेर्दै हुनुहुन्छ। म एसएस पटेल। पर्सा जिल्लाको वीरगञ्जमा एउटा यस्तो घटना सार्वजनिक भएको छ, सुनेर सबैको होस उडिरहेको छ। आफ्नै 12 वर्षीय नाबालिग छोरीलाई 35 वर्षीय बुबाले पटक पटक बलात्कार गरेको घटना सार्वजनिक भएको छ। आफ्नै छोरीसँग पटक पटक अनैतिक सम्बन्ध बनाएर मोबाइलमा रेकर्डिङ गरेर गुगल ड्राइभमा सेभ गरिरहेको अवस्थामा प्रहरीले उनलाई पक्राउ गरेको छ। आफ्नै छोरीलाई पटक पटक बलात्कार गरेर उक्त भिडियो बनाएर गुगल ड्राइभमा सेभ गरिरहँदा उक्त गुगल ड्राइभलाई भनौँ एक किसिमले निगरानी गर्ने एउटा संस्था जसले चाइल्ड एब्युजलाई डिटेक्ट गरेर त्यसलाई फिल्टर गर्ने गर्छ, उक्त संस्थाले नेपालको प्रहरीलाई एउटा सूचना पठाउँछ। यो जीमेल आइडीमा यस्ता किसिमको भिडियोहरू अपलोड भइरहेको छ। आफ्नै छोरीलाई पटक पटक बलात्कार गरेको उनले सूचना प्राप्त गर्छ नेपाल प्रहरीले र अनुसन्धान गरिरहँदा वीरगञ्जबाट उक्त मानिसलाई पक्राउ गरिन्छ र गुगल ड्राइभबाट यस्तो किसिमको भिडियोहरू फेला पर्छ। त्यो कुन किसिमले त्यसलाई व्याख्या गर्ने? यस्ता कुहरकतहरू गरेको छन् आफ्नै बुवाले। र बलात्कार केसमा नाबालिगको यो बलात्कार केसमा डिटेल्सहरू गोप्य राखिन्छ। उनको नामहरू सार्वजनिक भइसकेपछि उनलाई जीवनभरि नै एउटा समस्या हुन्छ। त्यसकारण यो सबै उहाँको डिटेल्सहरू गोप्य राखिन्छ। उनको बुवाको पनि नाम अहिले गोप्य राखिएको छ, किनकि उहाँको बुवाको नाम सार्वजनिक भइसकेपछि स्वतः छोरीको भने सबैले थाहा लगाउन सक्छन्। त्यही भएर यी दुवैको डिटेल्स गोप्य राखिएको छ। यो घटना हो पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका वडा नम्बर 2 को। यतिसम्म भन्न सकिन्छ। त्योभन्दा अगाडिको डिटेल्स हामीले खोल्न मिल्दैन। नेपालको कानुन छ र इन्टरनेसनल यो कानुन हो जस अन्तर्गत हामीले कुनै पनि बलात्कृत भएकी महिला र बलात्कार गर्ने पुरुषको यदि सार्वजनिक भइसकेको छ भने सार्वजनिक गर्न पायो, तर महिलाको त कुनै पनि हालतमा नामहरू सार्वजनिक गर्न मिल्दैन। झन् त्यो पनि 12 वर्षीय आफ्नै छोरी। हामी कस्तो कुसमाज निर्माण गरिरहेका छौँ? पहिला यसको यो डिटेल्स हेर्नुहोस्। हामीले जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता किशोर लम्सालसँग कुरा गरेका छौँ। यो हेर्नुहोस्। यो वास्तवमा यो चाहिँ साइबर ब्युरोबाट यसको चाहिँ उठान चाहिँ साइबर ब्युरोबाट भएको हो र जुन इन्टरनेटको माध्यम प्रयोग गरी गुगल ड्राइभमा चाहिँ चाइल्ड सेक्सुअल एब्युज मेटेरियल्सहरू CSAM राखेको जानकारी चाहिँ नेसनल सेन्टर अफ मिसिङ एन्ड एक्सप्लोइटेड चिल्ड्रेन भन्ने चाहिँ NCMEC बाट चाहिँ साइबर टिप लाइन हुँदै चाहिँ साइबर ब्युरोमा हामीलाई एउटा रिपोर्ट आउँछ। त्यो रिपोर्टमा चाहिँ कुनै व्यक्तिको चाहिँ आइडी यो जीमेल अकाउन्टबाट चाहिँ जीमेल अकाउन्टको युज गरेर चाहिँ कुनै चाइल्ड सेक्सुअल एब्युज गरेको भिडियोहरू चाहिँ त्यहाँ छ भनेर त्यो मान्छेको चाहिँ त्यहाँबाट चाहिँ सबै डिटेल आएपछि हामीले साइबर ब्युरोले त्यो डिटेलको आधारमा चाहिँ त्यो मान्छेको लोकेसनहरू आइडेन्टिफाई गरेर साइबर ब्युरोको टोली पर्सामा लोकेसन देखेको आधारमा पर्सामा आएर हामीले चाहिँ त्यो डिभाइस र त्यो व्यक्ति अनि त्यो बच्चालाई पनि हामीले उद्धार गरेका हौँ। र यसमा चाहिँ आफ्नै पिता ठ्याक्कै भन्दा पनि त्यो बच्चालाई चाहिँ जुन अहिले चाहिँ एब्युज गर्ने व्यक्ति छ त्यो चाहिँ बच्चाले चाहिँ सानैदेखि लगभग ऊ जन्मेको भोलिपल्टदेखि नै उसैसँग बसेर उसले बुवा नै हो भन्छ। त्यो बच्चा चाहिँ वास्तवमा उसको बुवा हो होइन भन्ने कुरा चाहिँ अब अझै पनि अनुसन्धानकै विषयमा छ। लगभग उसको श्रीमतीले पनि यो चाहिँ मैले चाहिँ मेरो काकाको छोरी हो भन्छ, घरि के भनिरहेको छ। अब त्यो चाहिँ यिनीहरूको ओरिजिन चाहिँ इन्डियामा भएको हुँदा यहीँ नेपालमा आएर बस्ने, तर यिनीहरूको ओरिजिन दुइटैको इन्डिया हो। र त्यो बच्चा चाहिँ सानैदेखि जो जन्मेको भोलिपल्टदेखि नै उनीहरूसँगै बसेकाले उसले चाहिँ मेरो बुवा नै हो भनिरहेको अवस्था छ। र त्यसरी चाहिँ त्यो एब्युज भएको अवस्थामा हामीले चाहिँ निजलाई चाहिँ नियन्त्रणमा लिई अहिले चाहिँ साइबर क्राइम विद्युतीय कारोबार नियन्त्रण विद्युतीय कारोबार सम्बन्धी ऐन र करणी सम्बन्धी कसुरमा चाहिँ अहिले दिन 7 अदालतबाट चाहिँ म्याथप अनुमति लिई अनुसन्धान गरिरहेका छौँ। उमेर कतिको छ सर? उमेर जुन व्यक्ति हो पीडकको उमेर 35 वर्ष छ र
पीडित बालिकाको उमेर चाहिँ अन्दाजी हेर्दाखेरि 12 वर्ष जस्तो 11-12 वर्ष जस्तो देखिन्छ। उसको कुनै जन्मदर्ता पनि छैन, कुनै आइडेन्टिफाई खुल्ने डकुमेन्ट नभएकाले हामीले चाहिँ अस्पतालमा निजको हड्डी परीक्षणबाट चाहिँ उमेर पत्ता लगाउनको लागि लेखापढी गरेका छौँ। त्यसको रिपोर्ट आइसकेको छैन। यसले अझै प्रश्न पार्न सकियो भने यसले अब यो त एउटा अर्को पाटो भयो, अहिलेको यो रेप केस अर्को केस भयो। तर यसलाई हेर्ने हो भने अहिले त भन्नु नेक समथिङ केही भन्नुभयो, नेसनल सेन्ट्रल मिसिङ भनेर एउटा छ, त्यो खासमा के हो, त्यो कसरी काम गर्छ? यसमा चाहिँ अब ठ्याक्कै यो चाहिँ साइबरसँग सम्बन्धित कुरा हो होइन। तर नर्मल्ली हामीले बुझ्दा चाहिँ हामीले कुनै पनि चाइल्ड एक्सप्लोइटेसन, चाइल्ड एब्युजका कुराहरू चाहिँ तपाईँ हाम्रा मोबाइलहरूबाट, तपाईँ हाम्रा डिभाइसहरूबाट चाहिँ हामीले युज गरिरहेका छौँ, त्यसमा चाहिँ भिडियो खिचेका छौँ अथवा ती कुराहरूलाई चाहिँ हामीले हेरिरहेका छौँ भने त्यो चाहिँ उसले मोनिटर गरिरहेको हुन्छ र त्यो मोनिटरको रिपोर्टिङ चाहिँ सम्बन्धित निकायमा हुन्छ। त्यो मार्फतबाट नै उसले चाहिँ त्यो आफ्नै बच्चाको भिडियोहरू बनायो, त्यो भिडियोहरू चाहिँ उसले उसको जिमेल एकाउन्टमा चाहिँ सेभ भएर बस्यो। त्यो आधारमा चाहिँ उसलाई आइडेन्टिफाई गर्यो र त्यही आधारमा उसले चाहिँ सम्बन्धित देशलाई चाहिँ भने यो नेपालको घटना भएकाले नेपालको साइबर क्राइम अथवा हाम्रो साइबर ब्युरोलाई चाहिँ यो चाहिँ फरवर्ड गरिदिएपछि हामीले त्यहाँबाट अनुसन्धान सुरु गर्यौँ। यो हेर्नुभयो, यो अवस्था छ। हामीले बिरगजको कयौँ यस्ता घटनाहरू सार्वजनिक गरिसकेका छौँ। अहिले पनि हामी समाजभित्र लुकेका यी कुकर्म गर्ने कुनैतिक भएका मानिसहरूको हामीले पर्दाफास गरिरहेका छौँ। पक्कै पनि यो डिटेल्स नखोलिरहँदा पनि यससँग सम्बन्धित अन्य सङ्घ संस्थाहरूले प्रहरीलाई प्रेसर दिन्छ, अदालतमा प्रेसर दिन्छ र यसलाई ठुलोभन्दा ठुलो कारबाही गरिन्छ। यस्ता किसिमको हरकत भइरहेको छ। यसलाई थोरै प्रश्न पार्न सकियो भने अझै राम्रो हुन्छ। अध्यक्ष साहबले धेरै कुरा खोल्नु भएन, उहाँको आफ्नै एउटा रुल्स रेगुलेसन छ। तर थोरै हामीले अब थाहा पाएका कुराहरू तपाईँहरूलाई बताउँछौँ। एउटा भारतबाट परिवार नेपाल आउँछ, वर्षौँदेखि नेपालमै विभिन्न मेला महोत्सवमा आफ्ना खेलौनाहरू र बेलुनहरू बेच्दै आएका थिए बिरगजको वडा नम्बर 2 मा। र उक्त वडा नम्बर 2 को कुनै एउटा घरमा उनीहरू डेरामा बस्छन् र डेरामा बसिरहेको अवस्थामा केटी 12 वर्षीय जो बलात्कृत जो पीडित छिन्, उनको आमा भारत आफ्नो घर केही काम विशेषले जान्छन्। काम विशेषले गइसकेपछि आफ्नै बुवाले आफ्नै कोठामा आफ्नै छोरीसँग यस्तो कुहरकत गरेको भिडियो बनाउँछन् र उक्त भिडियोलाई गुगल ड्राइभमा सेभ गर्छन्। गुगल ड्राइभ जहिले पनि एउटा भनौँ थर्ड पार्टी सोर्स हो, जसको एक्सेस अन्य धेरैसँग यो हुनसक्छ। यो एक्सेस एउटा चाइल्ड एब्युज एउटा समथिङ संस्था छ, उसले यसलाई डिटेक्ट गर्छ। जस्तो किसिमको भिडियो छ उसले त्यस्तै क्याटेगोरीमा यसलाई छुट्याएर राख्छ। र अहिलेको सिस्टम टेक्नोलोजी यस्तो हार्ड भइसकेको छ, हाई भइसकेको छ, हामी गुगलमा कुनै पनि किसिमको कुरा सर्च गर्छौँ भने त्यसलाई बोटहरू जस्तो भनौँ अहिले विभिन्न किसिमको बोटहरू आएको छ, चाट जिपिटी छ, अरू धेरै किसिमका आएका छन्। यी सबैसँग हामीले कुनै पनि किसिमको कुराहरू गर्छौँ भने यो कुराहरू सेफ छ भने ठिक छ। तर हामी कुनै अनैतिक कुराहरू सर्च गरिरहँदा त्यसलाई डाटालाई स्टोर गर्छ र यदि खतरनाक लाग्छ भने उसले सम्बन्धित देशलाई यो खबरहरू पठाइरहन्छ। यो एकचोटि अर्को भक्तपुरको घटना भएको थियो। एउटा महिलाले युवतीले भनौँ एउटा युवतीले सुसाइड कसरी गर्ने भनेर चाट जिपिटीसँग एउटा बोर्डसँग कुरा गरेर त्यसको विषयमा जानकारी लिएका थिइन्। तर उसले सम्झाइरहेको थियो यो सबै गर्नुहुन्न, यो नराम्रो काम हो, यसलाई नगर्नुहोस्, धेरै सम्झायो। तर युवती त्यसपछि पनि धेरै विषयहरूमा उनले सोधपुछ गरिन्, कसरी के गर्ने, सुसाइड कसरी गर्ने भनेर। यो भइरहँदा इन्स्टेन्टली त्यो बोटले नेपाल प्रहरीलाई खबर गर्यो। नेपाल प्रहरी उक्त ठाउँमा गएर उक्त महिलाको उद्धार गरेको थियो। भनेपछि हामी अहिले टेक्नोलोजी कुन लेभलमा पुगेको छ भने हामी गुगल ड्राइभमा यदि अनैतिक सम्बन्ध बनाएको भिडियो राखेका छौँ भने त्यो पनि विशेष चाइल्ड एब्युज गरेर त्यो चाइल्ड एब्युज गरेको भिडियोलाई उसले डिटेक्ट गर्छ र तुरुन्तै प्रहरीलाई खबर गर्ने गर्छ। सोही भनौँ एउटा बोर्डले त्यो भनौँ एउटा नेसनल सेन्ट्रल मिसिङ एन्ड एक्सप्लोइटेड समथिङ चाइल्ड भन्ने छ, NAMES भन्ने एउटा संस्था छ, उसले नेपाल प्रहरीको साइबर ब्युरोमा खबर पठायो। यस्तो किसिमको यो गुगल ड्राइभमा भिडियो रेजिस्टर गरिएको छ, पटक यस्ता भिडियोहरू अपलोड गरिएको छ। साइबर ब्युरोले तुरन्तै पर्सा प्रहरीसँग सम्पर्क गर्छ। जुन आइपी एड्रेस उसले प्रदान गरेको हुन्छ उक्त आइपी एड्रेसको लोकेसन ट्र्याक गर्छ र लोकेसनबाट एउटा मोबाइल र बलात्कृत भएकी भनौँ नाबालिग
बालिका र उनका पिता 35 वर्षीय पिता पक्राउ पर्छन् र उनको गुगल ड्राइभबाट यस्ता किसिमको भिडियोहरू आउँछन् त्यो हेरेर प्रहरीको पनि होस उडेको छ। एउटा 12 वर्षीय बालिकामाथि यस्ता किसिमको कुहरकतहरू भइरहेको थियो। बलात्कार मात्र होइन, अप्राकृतिक सम्बन्ध बनाइएको भिडियोहरू अहिले फेला परेको छ प्रहरीलाई। उनलाई बलात्कार र विद्युतीय अपराधमा अनुसन्धान गरिरहेको छ प्रहरीले। यो आउट भइसकेपछि अहिले देशव्यापी रूपमा एउटा हङ्गामा नै मचेको छ। समाज कुन दिशामा गइरहेको छ, हामी कुन समाजमा बसिरहेका छौँ? पक्कै पनि यो भिडियो हेरिरहँदा कसैको पहिचान खुलेको छैन, तैपनि अब योसँग सम्बन्धित सङ्घ संस्थाले नेपाल प्रहरीलाई खबरदारी गर्छ र अदालतलाई प्रेसर दिन्छ। जो यो हरकत गरेको छ उसलाई कडाभन्दा कडा कारबाही गर्नुपर्छ। आजको लागि यति नै। पुनः हामी अर्को विषयवस्तु लिएर तपाईहरुमाझ उपस्थित हुनेछौँ। धन्यवाद, नमस्कार।